आज फेरि मैले यत्रो खुर्सानी टिपेको। यसलाई चाहिँ यस्तो गर्ने, यसलाई यसमा खनाउने यस्तरी। यसलाई चाहिँ मैले उमाल्नको लागि राखेको यहाँ। यस्तो उमाल्यो भने छिटो सुक्छ कि यो। त्यसलाई म हजुरलाई देखाउँदैछु यसलाई कसरी उस गर्ने। यसमा पानी राखेँ यस्तरी अलिअलि बफ्राउनको लागि। मैले चाहिँ अहिले बफ्राउन लागेको। यसलाई 10 मिनेट जति बफ्राउने। यो चाहिँ मैले अचारको लागि छुट्याएको डल्लै उस अकबरे खुर्सानी अचार राख्नको लागि। यो चाहिँ यस्तरी यहाँ उमाल्दैछु म। यसमा नअटाएर दुईटामा उर्छ भनेको। उमाल्यो यस्तरी छिटो सुक्छ। त्यतिकै नउमालिकन गराए पनि हुन्छ, तर उमालेर गरायो भने चाहिँ छिटो सुक्छ। ल यो चाहिँ रेडी भयो। अब यस्तरी तलको भागलाई चाहिँ माथि लिनुपर्छ। यस्तरी यसलाई चाहिँ निकाल्नुपर्छ। यो पनि रेडी हुन लाग्यो। यसलाई चाहिँ म निकाल्छु। सुपुलेर चाहिँ यस्तरी निकाल्नुपर्छ। पानी तोर्याउनुपर्छ। यसरी चाहिँ यो नउमालिकन सुकाए पनि हुन्छ हुन त। यसरी चाहिँ छिटो सुक्छ। खुर्सानी सुकाउनलाई रेडी भयो मेरो खुर्सानी। यस्तरी घाममा राखेर यो चाहिँ 2-3 दिनमा सुक्छ। सकेपछि चाहिँ यस्तरी स्टोर गरेर राख्न सकिन्छ। मैले चाहिँ यो 1 डिब्बा 2 डिब्बा बनाएर राखिसकेको छु। यो चाहिँ पछि समयसम्मको लागि चाहिँ रहिरहन्छ।